हेलो साथीहरू, तपाईँहरूलाई स्वागत छ मेरो छोटो मिठो मिनी भ्लगमा। आजको चाहिँ हामीहरूको पुरा पार्टी भइरहेको छ, त्यो पनि पानीपुरी चटपटेको। र हेर्न सक्नुहुन्छ हामीहरू चाहिँ पुरा 4 जना केटी छौँ र 4 जनामा चाहिँ बिचरा एकजनाले एकदम काम हानिरहेको छ, किनभने उसकै रुममा गएको उसलाई चाहिँ काम गर्न लगाएको छौँ हामीले। अनि 3 जना चाहिँ पुरा बसेर गफ हानिरहेको छ। अनि त्यही माथि मैले भ्लग गराउँछु भनेर सोचेको पनि थिएन कि, तर एक्कासी अब यस्तो रमाइलो भइरहेको छ, मेमोरीको लागि भिडियो गराउँ भन्ने भयो। गराउँछु भन्ने सोचेको त थिएँ, तर त्यसपछि मैले स्ट्यान्ड ल्याउनै भुलेँ। स्ट्यान्ड ल्याउन भुलेपछि क्यामेरा कता राख्ने भनेर थाहै भएन। क्यामेरा हातमा राखेर घुमाएको छ कहिले पोलेसम्म छ, कहिले समाएको छ। अनि त्यही माथि हाम्रो हेर्नु भाँडो सानो भएर चटपटे दिने भएर भाँडो सानो भएर गोबी कुकुरोमै उक्लन पऱ्यो लास्टमा। अब स्टुडेन्ट लाइफ यस्तो छ, सबै सामान किनौँ भन्दापछि ज्यामा हुन्छ। अनि हेर्न सक्नुहुन्छ हाम्रो पानी पुरी आयो, पुरा पानी पुरी गराइराखेको थियो। अनि त्यसपछि हाम्रो पुरा पार्टी सुरु भयो, 4 जना सँगै बसेर खाने सुरु भयो। क्यामेरा चाहिँ हालेर खम्पाइ गर्दैन, साथीहरू हाम्रो चाहिँ होइन ल, यो चाहिँ 0 सुरु वाला